सबभन्दा पहिला म कार्यक्रममा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। अहिले हाम्रो लाइनमा जोडिनु भएको छ चन्दागिरी नगरपालिकाका सूचना अधिकारी रश्मि श्रेष्ठज्यू। रश्मि श्रेष्ठज्यू, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद, नमस्कार। अब हामीले यो कोरोना विशेष भन्ने कार्यक्रम नेवा एफएमबाट प्रस्तुत गर्ने गरेका छौँ र यो कार्यक्रममा क्रमशः हाम्रो उपत्यकाभित्रका नगरपालिकाका मेयरज्यू, उपमेयरज्यूहरू, प्रमुख प्रवक्ता, उताका स्वास्थ्य अधिकारीज्यूहरूसँग कुराकानी गरेर हाम्रा श्रोताहरूलाई जानकारी दिने कोसिस गर्छौँ र तपाईँहरूको नगरपालिकाका बासिन्दाहरूलाई पनि यो कार्यक्रममा उपयुक्त होस् भन्ने हामीले सोचेका छौँ। हामीले केही हप्ता अगाडि होला चन्दागिरी नगरपालिकाका मेयरज्यू घनश्याम गिरिजीसँग र त्यस पछाडि प्रवक्ता हरिभक्त महर्जनज्यूसँग पनि कुराकानी गरिसक्यौँ। आज रश्मि श्रेष्ठज्यू हुनुहुन्छ, यहाँलाई धेरै धेरै स्वागत गर्दछौँ र एउटा म प्रश्न केही सोध्न चाहन्छु। अहिलेको स्थितिमा भन्नुपर्दा चन्दागिरी नगरपालिकाको स्थिति के छ? हजुर, कोरोनाको सङ्क्रमितहरू बढिरहेको क्रममा अहिलेको स्थिति के छ? हजुर, सर्वप्रथम त सम्पूर्ण मेरो तर्फबाट चन्दागिरी तर्फबाट नमस्कार गर्न चाहन्छु। धन्यवाद। अहिले विश्व नै कोरोनाबाट आक्रान्त भएको अवस्थामा चाहिँ चन्दागिरी नगरपालिकामा पनि दिन प्रतिदिन बढिरहेको अवस्था छ। हजुर, अहिले अब 5 महिना 20 गतेसम्मको विवरण हेर्दाखेरि हाम्रो चन्दागिरी नगरपालिकामा चाहिँ जम्मा 167 जनालाई चाहिँ कोरोना देखिएको। त्यसमध्ये चाहिँ डिस्चार्ज चाहिँ 56 जना हुनुभएको छ। अहिले अस्पतालको आइसोलेसनमा चाहिँ 42 जना हुनुहुन्छ भने होम आइसोलेसनमा चाहिँ 67 जना हुनुहुन्छ। र अहिलेसम्मको दुःखद खबर भनेको चाहिँ 2 जनाको मृत्यु भइसकेको छ र 167 जनामा चाहिँ 2 जना 5 वर्ष मुनिका बालबालिकाहरू हुनुहुन्छ। त्यस्तै अब यी टोटल 167 जना मध्ये चाहिँ 109 जना पुरुष हुनुहुन्छ भने महिलाहरू 58 जना पुग्नु भएको छ। यो एकदमै अहिले अत्याधिक बढेर गएको हामीले महसुस गरेको छौँ। त्यस भएर हामी सम्पूर्ण हाम्रो चन्दागिरी नगरपालिकाका बासिन्दा र हामी नेपाल यो उपत्यकाभरिमा चाहिँ जो दिन प्रतिदिन कोरोना बढिरहेको हुनाले चाहिँ सम्पूर्ण महानुभावहरूलाई घरभित्रै बसौँ, आफू पनि बचौँ र अरूलाई पनि बचाउँ भन्ने नाराका साथ चन्दागिरी नगरपालिका अगाडि बढिराख्नु भएको छ। यसमा मेयर साहब, उपमेयर साहब, प्रवक्ताज्यू, वडा अध्यक्षज्यूहरू, हाम्रो जनप्रतिनिधिहरू, हाम्रो स्वास्थ्य कर्मी, सुरक्षा कर्मी लगायत कर्मचारीहरू पनि यसमा हामीले कोरोना विरुद्ध सचेतना गराउने लगायत यस्ता दिन प्रतिदिन बढेकोमा चाहिँ सचेत हुन चाहिँ हामी उहाँहरूलाई चाहिँ घरभित्रै बसौँ भन्ने चाहिँ एकदम अनुरोध गर्न चाहन्छु। हजुर, अनि हाम्रो जम्मा यो सङ्क्रमितको सङ्ख्या 167 जना भन्नुभयो। त्यस पछाडि डिस्चार्ज भएकाहरू तपाईँको 56 जना भए, आइसोलेसनमा 42 जना छन्। त्यसो यो होम आइसोलेसनमा कतिजना भन्नुभएको थियो? 67 जना। 67 होम आइसोलेसन है। हजुर, अनि अब त्यो भनौँ न, अब होम आइसोलेसनमा बसेकाहरू जो छन् नि, उहाँहरू आफ्नो सबै अब व्यवस्था राम्रो भएर होम आइसोलेसनमा बस्नुभएको त होला नि, होइन? होम आइसोलेसन भन्दाखेरि अब घरमा अब सम्पूर्ण छुट्टै टोयलेटहरू भएको, अरू मान्छेहरूलाई नछुने किसिमबाट बस्नुभएको त होला नि, होइन? आफ्नै घरभित्र बस्नु भएको र यसमा चाहिँ हाम्रो वडा अध्यक्षज्यूहरूले निगरानी गरिराख्नु भएको छ, स्वास्थ्य कर्मीज्यूहरूले निगरानी गर्नु भएको छ। उहाँहरूमा खासै लक्षण पनि देखिएको छैन। हजुर, अनि यो हाम्रो त्यहाँ पिसिआर टेस्टहरू, कन्ट्याक्ट ट्रेसिङको यस्तो टेस्टहरू के कति भइरहेको छ? टेस्ट हामीले सुरुमा पनि हाम्रो नेपालमा सुरु हुने बेलामा पनि हामीले विदेशबाट आउनुभएका व्यक्तिहरूलाई चाहिँ निगरानीमा राखेर त्यतिखेर पनि पिसिआर टेस्ट गरेर
उहाँहरूलाई आइसोलेसनमा राखेर मात्रै हामीले घर पठाउने गरेका थियौँ। त्यति सचेतना हुँदै पनि बिचमा हाम्रो अब यति 167 जना अहिले पनि के अरे संक्रमित हुनुभयो। त्यो दुःख लाग्दो कुरा हो। हामीले पटक पटक PCR टेस्ट गराएका छौँ। हाम्रो कर्मचारीहरू स्वास्थ्य कर्मीहरूलाई पनि देखिएको छ। हजुर अहिले हामी केही साथीहरू अहिले पनि आइसोलेसनमा छौँ। यही हो सर। अनि अब हाम्रो प्रमुख चाहिँ अनुरोध के भने हामीले गरेको हाम्रो मेयर साहब उपमेयर साहब प्रवक्ताज्यू वडाध्यक्षज्यूहरू लागि पर्नु भएको छ। हाम्रो जनप्रतिनिधिज्यूहरू पनि लाग्नु भएको छ। स्वास्थ्य कर्मीहरू त 24 घण्टा उहाँहरू लाग्नु भएको छ। त्यति कर्मचारी साथीहरू पनि यति गर्दै पनि हामी 167 जना उ भएर संक्रमित भएर अझ पनि हामी कन्ट्याक्ट टेस्टिङमा अझ पनि गरिरहेका छौँ होइन। म अझ पनि हाम्रो यो चन्द्रगिरी नगरपालिकाको तर्फबाट के अनुरोध गर्छौँ भने अहिले अझ सङ्कटमा दिनका दिन बढिरहेको अवस्थामा चाहिँ घरभित्रै बचौँ, आफू पनि बचौँ, अरूलाई पनि बचाउँ। र यदि बाहिर निस्किनै परेकोमा उसमा चाहिँ हामीले यो सेनिटरी उसलाई ध्यान दिएर अगाडि बढौँ। मास्क टाढा होइन कम्तीमा चाहिँ 2 मिटरभन्दा बढी टाढा चाहिँ बसेर सामान खरिद गर्न जाँदा पनि अत्यावश्यक खानेकुराहरू किन्न जाँदा पनि सचेत हौँ भनेर छौँ भने हाम्रो चन्द्रगिरी नगरपालिकामा चाहिँ हामीले यो हाम्रो यो कार्यपालिका टिम हाम्रो सामाजिक यो समिति र 6वटा समितिको सर हाम्रो समितिका संयोजकज्यूहरूले चाहिँ यसलाई एकदम अगाडि PCR टेस्टदेखि लिएर हरेक कुरामा चासो देखाउनु भएको छ र उहाँले यो मनमोहन हस्पिटल र प्राथमिक हस्पिटललाई चाहिँ अहिलेसम्म 700वटा बेड र 3वटा चाहिँ त्यो उसको सुविधा हुने गरेर संक्रमितहरूलाई चाहिँ हामीले त्यो पनि व्यवस्था गर्नुभएको उहाँले। र यसमा चाहिँ अझ पनि हामी जनताहरू चाहिँ सचेत हुनुपर्ने देख्छु हामी। अनि अहिले भन्नुपर्दा पहिला एकपटक हाम्रो लकडाउन भएको थियो, त्यस पछाडि बिचमा फेरि लकडाउन खुल्ला भयो। त्यो जुन अवधिमा छ नि हाम्रो चन्द्रगिरी नगरपालिकाको त्यो नाका छ नि, त्यो बाहिर जिल्लाबाट प्रवेश गर्ने नाका, त्यहाँबाट धेरै जिल्लावासीहरू काठमाडौँ उपत्यकामा भित्रिएको कारणले सङ्क्रमित बढेको होइन। अब हाम्रो हुन त हाम्रो चन्द्रगिरी नगरपालिका र केन्द्रको कोअर्डिनेसन समन्वयमा चाहिँ बाहिरबाट आएको गाडीहरूलाई पनि सेनिटरी सेनिटाइजेसन गरिएर मात्रै भित्र पस्ने र उहाँहरूलाई नेपाल सरकारको अहिलेको जुन सम्बोधन भएको त्यो अनुसार मापदण्ड अनुसार मात्रै पठाएको हो भन्ने हामीलाई लाग्छ। अब अहिले चाहिँ काठमाडौँ उपत्यकामा अन्यको तुलनामा अत्याधिक संक्रमित बढिरहेको अवस्थामा चन्द्रगिरी नगरपालिकाको मेन गेट नै उपत्यका पस्ने गेट नै हाम्रो नागढुङ्गा भएको हुनाले चाहिँ सबैको त्यहाँ ध्यान आकर्षण भएको छ। तर पनि हाम्रो सुरक्षाकर्मीज्यू हाम्रो प्रमुख हाम्रो घनश्याम श्रेष्ठ सर हुनुहुन्छ, उहाँ पनि लागि पर्नु भएको छ। त्यहाँ रोकेर नियम अनुसार मात्रै पठाएको छु भनेर उहाँले बेला बेलामा सम्बोधन पनि गर्नुभएको। हजुर हो, यो कुरा पहिले हामीलाई पनि उहाँले बताइसक्नु भएको थियो अलि अगाडिको कार्यक्रममा। अनि अब त्यो नाकाहरूमा हाम्रो सुरक्षाकर्मीहरू खटिएका हुन्छन्, तपाईँको आइसोलेसनमा स्वास्थ्य कर्मीहरू खटिएका हुन्छन्, सञ्चारकर्मीहरू भयो, पत्र पत्रिकाहरू यताउति गर्नेहरू, उहाँहरूलाई पनि यो सङ्क्रमण लाग्न सक्छ नि होइन? हजुर त्यसमा के कस्तो त्यही भएर सचेत बनाऊ, सकेसम्म अत्यावश्यक कार्यबाहेक अन्य कामका लागि बाहिर ननिस्कौँ भनेर नै हामी यो सचेतना कार्यक्रमहरू पनि गरिरहेका छौँ। हाम्रो अस्ति 19 गते स्वास्थ्य कर्मीहरूलाई त्यो सचेतना जगाउने बारेमा मिटिङ पनि भएको छ होइन? उहाँहरूलाई अब विभिन्न जुमहरूबाट पनि मिटिङ भइरहेछ हाम्रो। सकेसम्म घरमा नै बसौँ, घरभित्रै बसौँ,
आजमा बचाउँ, अरूलाई पनि बचाउँ भन्न चाहन्छु। ए हजुर, होइन स्वास्थ्य कर्मीहरूलाई र सुरक्षा कर्मीहरूलाई सरकारले चाहिँ सुरक्षा भत्ता भनेर छुट्टै किसिमको भत्ताको व्यवस्था गरेको छ। अनि कतिपय नगरपालिकाहरूमा चाहिँ उनीहरूले आफ्नै स्रोतबाट पनि उनीहरूलाई त्यो स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरूलाई भत्ता दिइराखेका छन्। त्यो विषयमा चाहिँ हाम्रो नगरपालिकाको के छ हजुर? हाम्रो यो बारेमा चाहिँ हाम्रो सामाजिक समितिमा पनि छलफल भएको थियो र हाम्रो मेयर साहब, उपमेयर साहब, कार्यपालिका सदस्यहरू पोजिटिभ हुनुहुन्छ। सरकारले गरेको उसमा अझ हामी उहाँलाई चाहिँ प्रोत्साहन दिनुपर्छ भनेर सबै हाम्रो जनप्रतिनिधिहरू यसमा पोजिटिभ हुनुहुन्छ, सोही अनुसार हुन्छ। अनि यो स्वास्थ्य कर्मीहरू अहिले जुन अलि सङ्क्रमित हुँदाखेरि समाजमा बसिरहेका छन् उनीहरूलाई चाहिँ अब अलिकति हेलाको दृष्टिले हेर्ने, छिछि दूर गर्ने किसिमको घटनाहरू पनि यसो सामाजिक सञ्जालमा पढ्न पाइन्छ नि हजुर। त्यो बारेमा हाम्रो नगरपालिका कतिको सचेत छ? हामीले यो बारेमा पनि स्वास्थ्य कर्मी भनेको अहिलेको मेन हाम्रो सुरक्षाको लागि हाम्रो सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व भएको हुनाले उहाँहरूलाई सम्मान गरौँ। कोरोनाबाट सङ्क्रमित कसैलाई पनि अवहेलना नगरौँ। उहाँहरूप्रति हामी बरु उहाँहरूलाई के कस्तो सहयोग दिनुपर्छ। हाम्रो वडा नम्बर 15 मा होम आइसोलेसनमा बस्नुभएको सरहरूलाई ओडाबाट नै लगेर सामानहरू समेत यसरी हामी वितरण भइरहेछ, ल्याउने। त्यस्तै हाम्रो छिमेकमा पनि त्यस्तो भइरहेछ। यहाँ त्यस्तो किसिमको समस्या त छैन। अरू ठाउँमा भएको कारणले चाहिँ हामीलाई चाहिँ नरमाइलो लागेको छ। अहिले स्वास्थ्य कर्मी भनेको मेन हिरो हो, उहाँहरूलाई सम्मान गर्नुपर्छ। त्यस्तै सङ्क्रमितहरूलाई पनि अहिले उहाँहरूलाई चाहिँ यस्तो किसिमको अवहेलना गर्नु हुँदैन भनेर हामीले सचेतना जगाउने र उहाँहरूप्रति हामीले सद्भाव गर्नुपर्छ र उहाँहरूलाई सम्मान गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने लाग्छ। हजुर, अनि अन्त्यमा म के सोध्न चाहन्छु भने अब यो कोरोना अहिले समाजमा फैलिसकेको स्थिति छ हाम्रो समाजमा। अब यसले उग्र रूप लिएर एकदमै भयावह स्थिति आयो भने त्यतिखेरको लागि कुनै जोहो गर्नुभएको छ, कुनै व्यवस्था गर्नुभएको छ? हाम्रो पटक मिटिङ भएको छ होइन। हजुर, अब भयावह भयो भने सबैभन्दा अगाडि के गर्ने भनेर त अब अहिले त कोही पनि अछुतो भएको छैन, जो कसैलाई पनि यो कुरा लाग्न सक्छ। हाम्रो मिटिङमा चाहिँ अब यति भयावह भइहाल्यो भने त्यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर सुरक्षा निकायहरूसँग नि पटक बैठक भएको छ। जुन मृत्यु भइसकेकोलाई व्यवस्थापन गर्ने बारेमा होइन, त्यसपछि उहाँहरूको परिवारलाई दूर गर्ने बारेमा अन्य मेरो विचारमा है अन्यको तुलनामा चाहिँ हामीले यहाँ मनमोहन हस्पिटलमा जुन बेडको व्यवस्था गरेका छौँ, प्राथमिक हस्पिटलमा बेडको व्यवस्थापन गर्नुभएको छ। त्यस्तै मेयर साहब अनि विभिन्न हाम्रो प्रदेश सरकारबाट आउनुभएका सम्माननीय हाम्रो सांसदज्यूहरूबाट पनि पटक यो क्वारेन्टाइन आइसोलेसनको बारेमा स्कुलहरू निरीक्षण भएको छ। हामी सबै चाहिँ यो समान किसिमले यो कोरोना विरुद्ध लड्नलाई चाहिँ हामीले अहिले अगाडि बढ्नुपर्छ भनेर यसमा चाहिँ हामी एकदमै संवेदनशील भएका छौँ। हजुर, अब सबभन्दा मुख्य बानी त मानिसले आफैलाई सपार्नुपर्छ, किनभने लखर हिँड्ने बानी हुन्छ मान्छेको। एकदमै यो चाहिँ एकदमै खराब बानी हो। अहिले यो स्थितिमा चाहिँ हिँड्नु हुँदैन भनेर कतिको जनचेतनाहरू जगाउने कार्यहरू गर्नुभएको छ ओडाले, के अरे हाम्रो नगरपालिकाले? अहिले प्रत्येक ओडामा हाम्रो स्वास्थ्य कर्मीज्यूहरू यदि कुनै समस्या, स्वास्थ्य सम्बन्धी समस्या भयो भने फोनबाट पनि सोध्न सक्नुहुन्छ र उहाँहरूसँग सरसल्लाह लिन सक्नुहुन्छ। उहाँहरू स्वास्थ्य कर्मीहरू 24 घण्टा उहाँहरू हुनुहुन्छ हामीसँग। र अब यस्तो बेलामा चाहिँ लखर हिँड्नु त एउटा एकदमै नराम्रो हो, आफू लगाएर हाम्रो समाजलाई नै त्यसले भयावह बनाएको छ। अब हाम्रो तर्फबाट चाहिँ अहिले अब हामी एकजुट भएर प्रत्येक जनताले प्रत्येक व्यक्तिले चाहिँ आफू पनि बचाउँ र आफू वरिपरिकालाई पनि बचाउँ भनेर अगाडि बढ्नुपर्छ। पक्कै पनि हजुर।
रश्मि श्रेष्ठज्यू धन्यवाद, यहाँले आफ्नो अमूल्य समय दिई नेवा एफएममा आफ्नो नगरपालिकाको गतिविधि र हाम्रा श्रोताहरूलाई कोरोनाबाट बस्नको लागि टिप्सहरू दिनुभयो। यसको लागि म नेवा एफएमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ सर, हजुरलाई पनि धन्यवाद मलाई यसमा सहभागी गराउनुभयो। हजुर, र सम्पूर्णलाई चाहिँ आफू पनि बचौँ र आफ्ना वरिपरिकालाई नि बचाउँ, सचेत रहौँ भन्दै म पनि बिदा हुन्छु। हजुर धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो श्रीमती रश्मि श्रेष्ठ, चन्दागिरी नगरपालिकाका सूचना अधिकारी। हामी अहिले गोदावरी नगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष जगन्नाथ महर्जनज्यूसँग जोडिएका छौँ। सबभन्दा पहिला म नेवा एफएममा हाम्रो गोदावरी नगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष जगन्नाथ महर्जनज्यूलाई स्वागत गर्न चाहन्छु। जगन्नाथ महर्जनज्यू, हजुर, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। ज्यूतर्फबाट चाहिँ नेवा एफएमबाट चाहिँ ज्यू चाहिँ स्वागत र धन्यवाद हो। हजुर, यो देशमा अहिले एकदम कोरोना फैलिरहेको छ। अब म नेवारीमै बोलौँ कि भन्ने सोचेको, अलिकति मेरो पर्फेक्ट छैन नेवारीमा, अलिक सिक्दैछु। त्यही भएर तपाईँले नेवारीमै बोल्नुभयो पनि हुन्छ। अहिले देशमा नेवारी के अरे यो कोरोना फैलिरहेको छ, यो स्थितिमा हाम्रो नगरपालिकाको 14 नम्बर वडाको स्थिति के छ अहिले? अहिलेको चाहिँ अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ ठिकै छ। हजुर, हामीले चाहिँ यो कोरोना भाइरससँग यहाँ चाहिँ ठिको चाहिँ नेपालदेखि मखु हजुर, विश्वमा चाहिँ महामारी लगेर जातौँ जिया ठिको चाहिँ गोदावरी क्षेत्रमा केही मात्रा चाहिँ थाहा चाहिँ छु खण्ड हुँदो र आजको चाहिँ उसले चाहिँ बाल खन्महरू आएको ठिकै छ। ए हजुर, अहिले सङ्क्रमित गोमटी दै होला न सङ्क्रमित चाहिँ ठिको थो वडा चाहिँ छिसा चाहिँ आफ्नो क्षमताको खण्ड र ए हजुर, लिप्टे चाहिँ वो विदेशमा वो ज्यातो न हजुर 14 नम्बर वडा हजुर। अनि चाहिँ छिउ चाहिँ दक्को गोदावरी नगरपालिका भित्रै आफूले चाहिँ जन्म आएको चाहिँ उसले चाहिँ खण्ड मरो कमसे कम अरे चाहिँ 30-40 जना गुल खण्ड छ। ए हजुर हजुर। अनि यो कोरोनाबाट बस्नको लागि अब हाम्रो वडामा चाहिँ के कस्तो उपायहरू, अब के कस्तो अब जनचेतनाहरू गरिरहेका छ? अब हामीले चाहिँ यो गोदावरी नगर क्षेत्र भन्दा पनि आफ्नो चाहिँ वडाको चाहिँ अब सबै ठाउँमा चाहिँ भइरहेको जियातो दकोटा चाहिँ हजुर हजुर, यो चाहिँ गोदावरी क्षेत्र 14 नम्बर क्षेत्र न अहिले चाहिँ म्यो वडा न चाहिँ छिसा या माउ चाहिँ सरकार हल्ला छ सर सफाई हजुर, अहिले चाहिँ वासो छाटिउ गया हजुर, अहिले चाहिँ साबुन चाहिँ लासिलीको हजुर, अहिले चाहिँ ठिको चाहिँ दक्को चिज चाहिँ तिनजना चाहिँ ठुकिया चाहिँ या मार्ग भयो चाहिँ मा बा तत केपी सन्चोपी दक्को छि चाहिँ जनता चाहिँ छिसा चाहिँ वो चाहिँ छिसा चाहिँ सुझाव दिएको र अहिले चाहिँ छौ चाहिँ छिसा चाहिँ म्याकिङ टाइममा चाहिँ जनचेतना जग्गा आउने निम्ति हजुर, तो कोरोना यो चाहिँ सुख फिटा चाहिँ छिसा छिना निर्मूलनमा हजुर हजुर, यो विषय के कया छिसा चाहिँ दुनी ठाउँ चाहिँ दुबी माबा सकल चाहिँ पिण्डना छिसा चाहिँ पोया चाहिँ छिसा खबर याना चाहिँ सुनौ दुगा। ए हजुर हजुर। यो 14 नम्बर वडा हामीले नेवा बस्ती जग्गा ख 14 नम्बर हामीले उपयना चाहिँ छिगो नेवा बस्ती ख उके चाहिँ छिगो चाहिँ मिनिमम चाहिँ अरे 25% जग्गा चाहिँ छिगो चाहिँ तिमी या चौपी व हजुर, नापा चौपी उले जग्गा दैगा। ए हजुर। अहिले पिने जिल्ला डुवापी गोमटी दै होला त्यो लुकीछिपी तिमी उइजो पनि उपयना चाहिँ छिसा चाहिँ ठाउँ चाहिँ हामीले चाहिँ छिगो चाहिँ उद्योग क्षेत्र हजुर जियाचौँ जिया हजुर हजुर, उद्योग यो चाहिँ कल कारखाना यो डु जिया हजुर, बोकारमा यना चाहिँ छन बस्ती डेराचोनीपी छिखा चाहिँ उपयना चाहिँ छिखा चाहिँ 40-30 ना चाहिँ 40% चाहिँ दुईगा। हजुर, ठुकेजना संक्रमण बढे जुइपु होला बढे जिया दोन्तो आइ वेक पिन्टा चाहिँ छिसा चाहिँ सकबर चाहिँ त्यहाँ चाहिँ दिमटे उके चाहिँ संक्रमित जिपु दगा छिसा चाहिँ आज समय टाइममै ठोङ्ने चाहिँ सरकार लकडाउन याना गाउँ दिया छिगो पस त्याग्यो ठला चाहिँ छिगो चाहिँ
यो 9 चाहिँ छिसा चाहिँ चाक्युरियो चाहिँ खन्जिया चौँदो हजुर अले अन चाहिँ सुन चाहिँ प्यावे मजुर गाडीहरू चाहिँ अन नाहे चाहिँ दको पसन भन्नेका थियो मनु जीवन चाहिँ उपैना चाहिँ त्यागी जीवमतका चाहिँ पुरा पत्ता पसारेना जीव चाहिँ भोलेन्टर पासपिन्ड चाहिँ परिचालन हजुर यो नगरपालिका पुरा नै तपाईहरुले गर्नुभयो होला नि नगरपालिका सम्बन्धी नगरपालिकाको पुरै बस्तीहरूलाई नै अब जनचेतना जगाउने कामहरू पनि काम भयो होला नि है अच्छा छिना जुन रोगा ढल्ला छ सगभर चाहिँ ला ठाउँ वडा एकदेखि 14 वटा तक दुईहरू हजुर त्यसमा चाहिँ ठाउँ चाहिँ 14 वडा चाहिँ फुङ चाउ त्यसमा चाहिँ थन सियामाउ सामाजिक दूरी कायमहरू भू त्यसमा चाहिँ यामाउ म चाहिँ जन्तै त चाहिँ चेतना गयो यामाउ कसले चाहिँ त्यसमा चाहिँ उनी बेला अनछु सामान्य आउने बेला गु डिस्टेन्स चुनमाउ लगात यो चाहिँ त्यसमा चाहिँ फन्चोपि तत्त्व पिण्ड दागी पिण्ड पिनी व पिण्ड सबै स्तरमा त्यसमा चाहिँ वो पाखे चाहिँ खतिका छौँ हजुर अब यो कोरोनाको सम्बन्धित सबै हाम्रो जनताहरूले अब रेडियो टिभी अब सामाजिक सञ्जालबाट धेरै जानकारी पाइसक्नु भएको छ अनि त्यसमा पनि हाम्रो यो स्थानीय सरकारका पदाधिकारीहरूले धेरै आफू खटेर धेरै सहयोग गरिसक्नु भएको छ यसले पक्कै पनि कम होला भन्ने हामीले आशा गरेका छौँ र इन केस अब कारणवश यो एकदम सङ्क्रमण बढ्यो र भने अनि तपाईहरुको वडामा चाहिँ अलिकति आइसोलेसनको के कस्तो व्यवस्था गरिरहेको छ हजुर अहिले चाहिँ हाम्रो गोदावरी नगरपालिकामा छिगु गोदावरी नगरपालिका हजुर हजुर नापा चाहिँ छिसा चाहिँ क्वारेन्टाइन यो खासै चाहिँ छिसा चाहिँ छिगु वडा चाहिँ छिसा सम्भावित मखना चाहिँ मेथा चाहिँ छिसा तयार नाथियो गोदावरी नगरपालिका हजुर सांग्रीला यो चाहिँ स्कुल है अन चाहिँ आयो यहाँ चाहिँ इन्सुलेट वार्ड चाहिँ छिगु चाहिँ 50 बिडियो चाहिँ छिगु चाहिँ गोदावरी नगरपालिका हजुर सांग्रीला स्कुलले चाहिँ अन्त्यहरू गाडियो चाहिँ खन्जुया पाउँदु गाडी गोमो मनुट नेनी जो होला अन चाहिँ 50 जना तक यो चाहिँ त्यहरू गाडियो चाहिँ छेउ खन्जुया पाउँदु बाला होला अहिले यो यो प्रसङ्गलाई म ठ्याक्क अलिकति बदलेर अहिले हाम्रो बुङ्गेदेवको जात्रा भइरहेको छ नि है तपाईहरुले के गर्नु जात्रा मनाउनु भएको छ हामीले चाहिँ अब त हेर्न त जान्छ अब यो हाम्रो छिगु चाहिँ थाहा जोसा 4 नम्बर क्षेत्र छिनेवाई बस्ती जोसा चाहिँ जात्रा जीवले सुहाउन्यो हजुर तो छिगु चाहिँ मचिन्द्रनाथ यो सबैजना छिसा चाहिँ जात्रा मनाएको चिज छ हजुर भयो चाहिँ उपैना चाहिँ पाटन राशि चाहिँ मनाएको दिया हजुर अन चाहिँ छिगु चाहिँ सुरजीव ख चाहिँ थौना चाहिँ व्यवसायी सुरजु लगाएर यो चाहिँ खन्जेना हजुर उखुन चाहिँ छौ चाहिँ छिगु समय टाइम चाहिँ प्रशासन चाहिँ टाइम समय टोकेमा आउँदिया आधा दया चाहिँ व्यवस्था लगाएर यो चाहिँ खचाइ निनु ए पाटनमा त्यतिखेर अलि नराम्रो घटना पनि घट्यो है रथ तान्दाखेरि त्यस्तो प्रहरी दमनहरू पनि भयो त्यो विषयमा तपाईलाई कस्तो लागेको छ यो त म छुट लगाएर लाग्छ छिसा चाहिँ अन प्रशासन व छिगु पुजारी चुनाव चाहिँ छलफल जोयाउँदु ल हजुर म छलफल यो चाहिँ टुङ्ग लगेर चाहिँ बिचमा या चाहिँ व्यवस्था लगाएर यो चाहिँ छिसा चाहिँ खन्जिना बनाउँदु हजुर हजुर उके चाहिँ छलफल याना ठाउँना चाहिँ व्यवसायीहरू यो चाहिँ खन्जिया बनाउँदु वो चिज चाहिँ छिसा चाहिँ वो पुजारी टेके सल्लाह याना प्रशासन सल्लाह नादुर यामा हो थी जनता त भइ त तो पढेर भित्रै म एकला चाहिँ थो दियो चाहिँ छिगो चाहिँ भक्तुदै नि हजुर हजुर यो चाहिँ मनो त हठा दया चाहिँ साउथै चलाउँछ हो यो आफ्नो संस्कृतिलाई चाहिँ जोगाउनको लागि अब आफ्नो देउता आफ्नै ठाउँमा लिएर आउनको लागि उहाँहरू हतार गर्नुभयो पक्कै पनि यो कुरा चाहिँ प्रशासनले बुझिदिएन नबुझेको कारणले गर्दाखेरि त्यहाँ अलिकति भिडन्त पनि भयो यताउति है त्यसले गर्दाखेरि अलि केही मान्छेहरू घाइतेहरू भए अब अनि यो बुङ्गेदेव के अरे रातो मच्छिन्द्रनाथलाई हाम्रो बुगमतीमै फर्काउनुपर्छ भन्ने धारणामा हुनुहुन्छ कि तपाईँ अब अरू क्षेत्रमा लगे पनि हुन्छ भन्ने विचारमा हुनुहुन्छ त्यो कुरो त अस्ति अब नहुने हामीले चाहिँ या मैले उठ्न चाहिँ हतार चाहिँ वसाल हजुर हजुर उबे चाहिँ छौँ घापाजु दाउन डाल अन पुलिस त घाजु डाल प्रशासन चौपी हजुर उबे त चाहिँ छौ चाहिँ जीवनमा दुःख लगेजु हजुर जीव पाखेन हजुर त्यो त अब यो चाहिँ छिसा चाहिँ छे मार्ग हल्ला छ वो जात्रा याना हजुर छिगो परम्परा माखा चले दिया छौँ उइटा चाहिँ छिगो चाहिँ
ज्या थन चाहिँ थासे ज्याउले खेले अनचाहेका ज्याउले खेले नि हजुर ज्याउले यात्रा यार हुँदा थियो चाहिँ गुङमती यन माथे चोंगा ए हजुर अब यो नेपालको पुरानो संस्कृति हो रातो मच्छिन्द्रनाथको जात्रा भनेको यो परम्परागत रूपमा चल्दै आएको संस्कृतिलाई जोगाउनु पर्छ भन्ने धारणामा तपाईँ के विचार छ यसलाई जोगाउनै पर्छ अब यो त चाहिँ 1600 वर्षदेखि चाहिँ अब भइरहेको ज्यादो चिज ल हजुर हजुर वया ज्या चाहिँ उइटा चाहिँ छिसा चाहिँ परम्परा नाखे चाहिँ बाउबाजिया नाखे चले ज्या त जात्रा चाहिँ माने यामा हजुर वो त यो चाहिँ संस्कृति वो चाहिँ मच्छिन्द्रनाथ यो न चाहिँ छौ इतिहास हो तरौँ इतिहास हो इतिहास जो ज्या चाहिँ उइटा चाहिँ छिसा चाहिँ जोगैन सदान चाहिँ छोटे जात्रा या हिसाबमा चाहिँ छिसा चाहिँ सम्पन्न याना चाहिँ उइटा चाहिँ गुङमती चाहिँ यन माथे छौ हजुर यो नासियो भने नेवारी संस्कृति नै नासिन्छ नि हैन ठुके चाहिँ छिगो चाहिँ संस्कृति थियो चाहिँ अब ठुके चाहिँ उपैना चाहिँ छिगो चाहिँ थो नेपालले चाहिँ संस्कृति सम्पदा संस्कृति माने विधि छि नेवारे ख हजुर वया दिया चाहिँ ठुके चाहिँ भ्रिद चाहिँ छिसन नेवा त चाहिँ छप दिया थियो यहाँ चाहिँ बालगा जात्रा याउ जात्रा चाहिँ या माथे चोंगा हजुर यसले गर्दाखेरि यसले संस्कृति पनि बच्छ राष्ट्रियता पनि बच्छ संस्कृति बच्छ आफ्नो जातीयता हैन ल अब जगन्नाथजी मलाई धेरै खुसी लाग्यो तपाईँसँग कुरा नपाएँ ओडाको विषयमा जानकारी पाएँ तपाईँको ओडामाको गतिविधिहरू र अब अन्त्यमा जाँदा जाँदै अब ओडावासीहरूलाई र नेवा एफएम सुनिरहने हाम्रा श्रोताहरूलाई कोरोनाबाट बस्नको लागि कुनै एउटा हिन्ट्स टिप्सहरू दिनुहुन्छ भने अलिकति भनिदिनुहोस् न आगामी दौरा चाहिँ धेरै जिगो चाहिँ धन्यवाद दो हजुर नेवा एफएम द हजुर ठाउँ चाहिँ ठुली समुद्र चाहिँ जी 14 नम्बर वडा अध्यक्ष चाहिँ आग्न छिगो चाहिँ जिगो सुझाव कैदिएर आग्ने चाहिँ जिगो चाहिँ मुरी धन्यवाद दो र थो चाहिँ जिगो चाहिँ कोरोना भाइरस यो चिज याक्न चाहिँ थो चाहिँ निर्मूल जिम्मा ल हजुर ठुकै चाहिँ छिसाना चाहिँ छिगो चाहिँ थो नेपाल जगमगो तबको विश्वमा महामारी फैलियो ज्या पनि थियो तुरन्तै चाहिँ निर्मल जियो चाहिँ याक्न चाहिँ दीर्घा थियो चाहिँ आशा याना पनि हजुर धन्यवाद जगन्नाथ महजनज्यूले हामीलाई राम्रो सुझावहरू दिनुभयो हाम्रो श्रोताहरूलाई पनि दिनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हामी उहाँसँग छुट्टिन पनि चाहन्छौँ अब अहिलेको लागि भविष्यमा फेरि उहाँसँग कुराकानी गर्ने आशा राख्दै छुट्टिन्छौँ नमस्कार धन्यवाद जिउ पाखेन चाहिँ यो शुभे कार्यक्रमको समय सकिएको मलाई जानकारी आएको छ हाम्रा प्राविधिक मित्र शरणनारायण महर्जनज्यूले बताउनु भयो अब आजको कार्यक्रमबाट म बिदा चाहन्छु आजको लागि धन्यवाद भोलि फेरि भेटौँला